हाम्रो राईको चाहिँ 3 चुलामा यसरी रोटी पोल्नुपर्छ अनि भोलि चढाउनु पर्छ। अनि मेरो दिदी उहाँ चाहिँ हुनुहुन्छ जेठानी दिदी, जेठी बुहारी। हेर्नु न साथीहरू, मरितरी गाउँ त आइपुगे लिम्बिरी रक्सी खाएर भर्खर उठेको जस्तो रोटी खान आइपुगे। 3 चुलामा पाकेको रोटी हेर्नुहोस् त, खतरा भएको छ नि फेरि। आएन मेरो मोबाइल अलिक कवाडी छ नि त, त्यही भए पनि हेरिदिनुहोस् सबैजनाले। यस्तै कवाडीबाटै बनाएको छ हाम्रो यो 3 चुलामा पाकेको चाहिँ जेमा नि चढाउन मिल्छ फेरि। हाम्रो दिदी कहिले गर्मी हुँदैन, हेर्नु त यत्रो गर्मी पसिनै आएको छैन, यत्रो आगोमा बसेर नि। कसलाई रोटी बनाउनु आउँछ कमेन्ट गर्नुहोस्। मलाई आउँदैन, हेर्ने मात्रै हो म त। सुँगुरको मासु काटेर भित्र पस्यो भने भोलि घर लिप्छ मान्छेले, यहाँ नपस्ने सुँगुर सुएर। किन भोलि यहाँ पूजा गर्नुपर्ने छ। दाबी साबी यहाँ छैन, उता उता उता। यो राम्रो राम्रो यस्तो हुन्छ नबाचिकन। चिसो छ होला त्यो त, त्यसले त ओसिन्छ पो त। आधा ओसिन्छ कि को हुन्छ? यो पेचेक्नु हुन्छ। कुनै हजुर अल्लो मल्लो दिसाले